ऱ्याट कन्ट्रोल गर्नुपर्ने छ, तपाईहरु कसरी गर्नुहुन्छ? यो क्वेशन हामीलाई एभ्री डे धेरैले इन्क्वायरी गर्नुहुन्छ। वेलकम टु ऱ्याट कन्ट्रोल सिरिज पार्ट 1 कसरी गर्छौं त? आज हामी ठमेलको होटल लुमुस्ताङमा ऱ्याट कन्ट्रोल गर्न आएको छौं। यता चाहिँ हाम्रो 1 वीक अगाडि नै साइट इन्स्पेक्सन एन्ड कोटेसन फाइनलाइज भएर आजको दिनको लागि ऱ्याट कन्ट्रोलको हामीलाई बुक गर्नु भएको थियो। लोकेसनमा पुगेर हामी फर्स्ट स्टेप सबै एरियाहरू हाम्रो पेस्ट अपरेटर दाइहरूले हेर्नुहुन्छ। दाइहरूले ऱ्याटको क्लाइम्बिङ एरिया, एन्ट्री पोइन्ट्स, ड्रपिङ्स, बरोजहरू हेरिसकेपछि हामी त्यो अनुसार ट्र्याप्स एन्ड रोडेड बेड स्टेसनहरू कता हाल्ने त भनेर डिसाइड गर्छौँ। यो बेड स्टेसन चाहिँ ऱ्याटहरूको बिल्डिङ भित्र पस्न नदिन बिल्डिङको सबै क्लाइम्बिङ एन्ड एन्ट्री पोइन्ट्समा हामी बक्स राखिदिन्छौँ। यो बक्सभित्र हामीले ऱ्याट केक्स राखेर क्लोज गरिदिन्छौँ। सो वेन एभर ऱ्याट ट्राइज टु इन्टर इन्टु द बिल्डिङ दे विल ह्याभ टु गो थ्रु द बक्स एन्ड विल इट द केक द्याट हेज बिन प्लेस इन्टु द बक्स। यो प्रोसेसबाट चाहिँ आउटडोरबाट आउने सबै ऱ्याट्सहरू केक खाएर बाहिर नै मर्ने गर्छ। यो चाहिँ आउटडोरबाट कन्ट्रोल गर्ने वान अफ द प्रोसेस हो। अब आउटडोर सबै कभर गरिसकेपछि अब हाम्रो भित्र ग्लु ट्र्याप्स हाल्ने काम सुरु हुन्छ। ऱ्याट कन्ट्रोलको मोस्ट इम्पोर्टेन्ट पार्ट भनेको ट्र्याप प्लेसमेन्ट हो। सो यसको लागि ऱ्याट्सहरूको रनिङ एरिया थाहा पाएर त्यहाँ प्लेसमेन्ट गर्नु इज द की। हामीले होटलको लबी, किचन एन्ड टोटल गरेर 81 रुम्समा ट्र्याप इन्स्टल गर्दैछौँ। सो जम्मा गरेर होल बिल्डिङमा 150 पिसेस अफ ग्लु ट्र्याप्स एन्ड 45 वटा बेड स्टेसन इन्स्टल हुँदैछ आज। यसरी हाम्रो फर्स्ट डेमा चाहिँ बेड स्टेसन एन्ड ट्र्याप इन्स्टलेसन हुन्छ। त्यसपछिको प्रोसेस चाहिँ के हुन्छ भनेर हेर्नको लागि हाम्रो पार्ट 2 भिडियोको लागि वेट गर्नुहोला है त। अनि तपाईँको बिजनेस एन्ड हाउसमा पनि ऱ्याटले प्रब्लम दिइरहेको छ भने हामीलाई कन्ट्याक्ट गरेर फ्री कन्सल्टेसन लिनुहोला है त। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट टाइम।